never slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive. Hello guys, welcome to back my channel and फेरि स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। र आज चाहिँ 1 गतेको दिन विश्वकर्मा पूजा है। अनि म चाहिँ जस्ट बिहानै उठेर टक्क फ्रेश भएर है आइसकेपछि रेडी भएर अनि मैले चाहिँ यसलाई पूजा गर्नुपर्ने हुन्छ आज। अनि आज फेरि हल्का ढिलो भयो कि 9 भइसक्यो। हिजो एडिटिङ गरेर अलि ढिलो सुत्यो अनि आज हल्का ढिलो उठ्यो कि अनि अब यसलाई पूजा गरौँ है। मसँग चाहिँ केही छैन पूजा गर्ने यताउता हैन, त्यति ढोक्दिने त्यतिकै पूजा गरिदिने हो हैन। जे भयो नि आफ्नै त हो नि। मेरो चाहिँ त्यस्तो पूजा केही हुँदैन हैन, त्यस्तै अलिअलि यसरी ढोगियो राम्रो होस् भने आफ्नै त हो नि, आफैले बनाएको त्यस्तो केही गर्नु पर्दैन है। ल यति भइसक्यो, अब पूजा गरेपछि खानु त पर्यो है। पूजा गरेपछि प्रसाद मैले यति हो मेरो भनेको पूजा भनेको है। अनि एउटा कुरा देखाउँछु तपाईहरुलाई, यो चाहिँ हाम्रो नयाँ प्रोजेक्ट बन्दैछ हैन। ग्यास लिकेज भयो भने चाहिँ यो आफै अलार्म बज्छ, एकदमै राम्रो छ भनौँ न। के अरे जस्तै यो ग्यास भयो हैन, यो ग्यासको माथि चाहिँ यसरी टक्क राखिदिने हो। यो जब हामीले कहिलेकाहीँ ग्यासहरू बिर्सेर खुल्लै छोड्यौँ भने चाहिँ अनि यो त्यहाँ ट्याक्क राखिरहेको हुन्छ। यसको यसमा ग्यास पर्ने बित्तिकै चाहिँ आफै सायरन बज्छ हैन। यसको प्रोजेक्ट पनि म 1-2 दिनभित्रमा अर्को भिडियोमा देखाइहाल्छु है। अनि आजको भिडियो चाहिँ भ्लग जस्तै हुन्छ हैन, सबैजनाले हेरिदिनु होला। र अब चाहिँ मैले खाना पकाउनु पर्ने हुन्छ है। खाना पकाउनु पर्ने हुन्छ। अब खाना चाहिँ मैले पकाइसकेँ, तरकारी भनौँ न। आजको तरकारी भनेको चाहिँ मेरो केही हुन्छ है। बिहान कता लिन जानु एक्लै छु हैन, बिहान कता लिन जानु तरकारी। अब आजको तरकारी चाहिँ यसलाई नै बनाउनु पर्छ। अहिले चाहिँ मैले सबै धोएर काटेर हैन टक्क सबै ल्याइसकेँ है। अब चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ हैन हामीले। जस्ट मेरो तरकारी पनि पाकिसक्यो हैन, खाना पनि पाकिसक्यो। अब खानुपर्ने हुन्छ मैले हैन। मेरो खाना पनि रेडी भइसक्यो है। अहिले चाहिँ म टक्क खानासाना पनि खाइसकेँ है। खानासाना खाइसक्दा 11 भइसक्यो। भिडियो लङ पनि भइसक्यो होला। र यो भिडियो मैले आजै पनि अपलोड गर्नुपर्छ एडिट गरेर। अनि एउटा कुरा के भन्थेँ भने मैले किन एउटालाई मात्रै ढोग्ने पुज्ने मात्रै गरेँ भने मेरो सामानहरू धेरै नै छ। धेरैलाई त्यस्तो गरेर साध्य पनि हुँदैन, आखिर आफैले बनाएको। अनि एउटा सामान बनाएँ, फेरि त्यसको सामान अर्को सामान नयाँ प्रोजेक्ट बनाउँदा युज गर्नुपर्ने हुन्छ, त्यसैले रिपिट भइरहेको हुन्छ। त्यसैले तपाईँहरूलाई चाहिँ मैले एउटा मात्रै देखाएँ, त्यही सामान मात्र प्रोसर। र जो भिडियो अन्तिमसम्म हेर्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद। र च्यानलमा जो नयाँ हुन्छ सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला है त। आजको लागि यति नै। न्यू भिडियोहरू आउँदैछ है, सबैजनाले हेर्नु पर्यो। थ्याङ्क्स फर वाचिङ।